हेलो सबैजनामा नमस्कार। आज हामी फेरि अब एउटा चाहिँ नयाँ अपडेट लिएर आएको छौँ। अब स्क्रिनमा देख्न सक्नुहुन्छ। अहिले फ्लाइट वेको वेबसाइटमा मैले यहाँलाई एउटा नयाँ जानकारी दिन खोजिरहेको छु। अब दुबईबाट पोखरा डाइरेक्ट फ्लाइट सञ्चालन सेप्टेम्बर 23 बाट स्टार्ट हुँदैछ। 2026 सेप्टेम्बर 23 बाट र यो फ्लाइटको विवरण अब हामीले चाहिँ हेर्न सक्नुहुन्छ। यहाँबाट भन्न सक्नुहुन्छ जस्तै कि रिटर्न वान वे मल्टिसिटी भनेर जुन अप्सन दिएको छ फ्लाइट वेको वेबसाइटमा। यो फ्लाइट वेको मात्रै हैन, अरु जुनसुकै वेबसाइटमा पनि अब पोखरा इन्टरनेसनल एयरपोर्ट जसको चाहिँ सर्ट फर्म PHH भनेर राखेको छ। हामीले चाहिँ अब बुकिङ गर्न सक्छौं र बुकिङ खुल्ला भइसकेको छ आजबाट। र दुबईदेखि पोखरा अब डेट हामीले चुज गर्दाखेरि हेर्न सक्नुहुन्छ जुन जुलाई एक्सेसिबल छैन, डाइरेक्ट अगस्तमा पनि छैन, सेप्टेम्बर 23 हामीले चुज गर्यौं भने अब यो चाहिँ हाम्रो चाहिँ रिटर्न भनेपछि दुईतर्फी चाहिँ हामीले बुकिङ गरेको छौं। त्यसकारण अब वान वे मात्रै जुन गर्दाखेरि पनि हेरौं सेप्टेम्बर 23 हाम्रो सिलेक्ट भइसकेको छ वान प्यासेन्जर सर्च गर्दाखेरि। अब यो बोइङ फ्लाइ दुबईको बोइङ 737 बोइङ चाहिँ जसको सिट क्षमता 166 सिट रहेको छ। त्यो फ्लाइट मार्फत चाहिँ हामीले ट्राभल गर्न सक्छौं फ्रम दुबई टु पोखरा है त। अब यहाँ चाहिँ सबै विवरण देखेको छ। 8953 वान वे को थोरै महँगो छ, बट डाइरेक्ट पोखरा जाने जति पनि ट्राभलर हुन्छ उहाँहरूलाई एकदमै सहज र पश्चिम नेपाल जोडिने जाने साथीहरूलाई पनि धेरै सहज हुने हुन्छ। अब जस्तो कि अब फ्लाइट यहाँबाट 12 बजे गए पछाडि जब यहाँबाट फ्लाइट टेक अफ हुन्छ 6:15 6:15 मा अवतरण हुने तालिका देखाएको छ। 4 घण्टा 30 मिनेट देखाएको छ र यसमा 1 घण्टा 45 मिनेट जोडिएको छ टाइममा, किनभने नेपालको टाइम दुबईको टाइम भन्दा 1 घण्टा 45 मिनेट अगाडि रहेको छ, छिटो रहेको छ हैन त। सो अब 23 सेप्टेम्बर देख्न सक्नुहुन्छ, 24 सेप्टेम्बर पनि सेम छ, 25 26 सबै हाम्रो फ्लाइट चाहिँ बुक गर्न सक्छौं। यो टोटली फ्लाइट चाहिँ उपलब्ध भनेको अक्टोबर 23 सम्म। मलाई जहाँसम्म लाग्छ यो कन्टिन्यू 1 महिना चाहिँ यो फ्लाइट चल्नेवाला छ। ओके, सो कन्टिन्यू हामीले चाहिँ अब बुक गर्न सक्छौं यहाँ दिएको इन्स्ट्रक्सन र ड्याशबोर्डमा दिएको इन्फर्मेसन अनुसार। सो यो चाहिँ अब अहिले आएको अपडेट छ। तपाईहरु पनि अब डाइरेक्ट पोखरा जान चाहनुहुन्छ, जाँदै हुनुहुन्छ दशैंको लागि, तिहारको लागि भने अब पोखरा डाइरेक्ट हामी चाहिँ अवतरण गर्न सक्छौं। र आजको लागि अब यो भिडियो मैले यति नै यहाँलाई जानकारी गराउन चाहे। र अब यहाँ चाहिँ मैले सबै इन्फर्मेसन दिइसकेको छु, हेर्न सक्नुहुन्छ हैन। र फ्लाइ दुबईको वेबसाइटबाट मात्रै हैन, अरु जुनसुकै प्लेटफर्मबाट पनि तपाईले यो बुकिङ गर्न सक्नुहुन्छ है त।